प्रधान सेन्टर लास्ट वान छ्या यो मुजीले कहाँबाट पाइरहेको छ हो मेरो फोटो छ्या यो मुजीले कहाँबाट पाइरहेको छ हो यो मेरो फोटो यो मेरो धेरै पुरानो फोटो हो म रक स्टार थिएँ त्यति बेला Shut up, you! यो मान्छे यो मेरो धेरै पुरानो फोटो हो यो मेरो धेरै पुरानो फोटो हो ला मैले कहाँबाट पाइरहेको छु मेरो फोटो यो मान्छे के पो हुँदै थियो मलाई यति बेला छ्या यो मुजीले कहाँबाट पाइरहेको छ फोटो मलाई थाहा छैन त्यसको म गाँड फाडिदिन्छु क्या यो लामो छ्या डब्लु पिक अर एल पिक छ्या डब्लु पिक अर एल पिक केटा कट्टु हेर न मेरो जर्मनी छ्या हेर म होइन क्लास 7 मा हुँदाखेरि छ्या मैले क्लास 7 मा थिएँ स्नेहाला अनफेयर डुम्सी त बच्चैदेखि लम्बु रहेछस् यस केटा म बच्चादेखि लम्बु थिएँ बाटोमा फालेको गिटार साथीको गिटार गिटार भन्दा सानो छ यस म गिटार भन्दा सानो छु किनभने म यति बेला क्लास 2 मा थिएँ अनि म यति बेला म लास्टै टेन्सनमा थिएँ यति बेला म किन भनौँ केटा हो किनकि मेरो हेयर लाइन लास्टै चप थियो यति बेला हेर न मेरो हेयर लाइन म्याचिङ बिचमा मात्रै कपाल थियो होइन अनि साइड साइडमा यता कपालै थिएन मेरो म पुरै दिनरात म रुन्थेँ लामो मेरो कपाल चप छ मेरो कपाल अब म कोही केटी पटाउन सक्दिनँ मेरो कपाल हेर्न बाबा बिचमा मात्र कपाल साइड साइडमा छैन कपाल पुरै चप थियो क्या म पहिला मेरो कपाल पुरै चप थियो तर मैले हार मानिनँ म किप गोइङ भएँ अब अहिले हेर त मलाई अहिले हेर न मलाई म्याचिङ अहिले हेर न मलाई अहिले नि सेम अहिले मेरो हेयर लाइन हेर न अहिले हेर न मेरो हेयर लाइन ब्रो माई हेयर लाइन ब्रो अनि यति बेला हेर ट्याम च्याट छिमेकीको छोराको जर्सी च्याट तिमीलाई म खाते भिखारी जस्तो लाग्यो कि च्याट तिमीलाई म भिखारी जस्तो लाग्यो कि क्या हो लामो कस्तो जर्सी कट्टु त किन्दिन सक्थ्यो मेरो बाउ आमाले कट्टु त किन्दिन सक्थ्यो होला गिटार लेख न हो छिमेकीको छोराको जर्सी छिमेकीको छोराको कट्टु छिमेकीको छोराको कच्छी त्यस्तो नलेख न लामो कट्टु र कच्छी चाहिँ म आफ्नै लगाउँथ्यो अरूको जे लगायो पनि